कस्तो देखियो हाम्रो बेहुलाको साथीहरू, बेहुलाको दाइ, बेहुलाको जेठाजु, बेहुलीको बेहुलाको अङ्कल, हामी चाहिँ सोल्ड्रिङ लिन हिँडेको। के भन्छौ केटा हो? सोल्ड्रिङ लिन हिँडेको होइन हामी। अनि लगातार जिन्दगी सङ्घर्ष हो। पढाइमा हमेसा अगाडि, म हमेसा भन्छु पढाइ अहिले यो एकदम सानो एउटा सुरुवातमा त्यो दुईजनाको जिन्दगीको यो सुरुवात यो प्रकृतिको नियम हो। यो हामी यस्तै हो, संसारै यस्तै हो, हामी पनि यस्तै भएर हाम्रो बुवामा पनि यस्तै हो। माया भनेको संसारमा सबैले आफ्नो आफ्नो ढङ्गले गर्नु जानेको हुन्छ। अब हामीले कसरी गरिरहेका छौँ, अब फेरि ज्वाइँले अब छोरीले त्यसरी गर्ने, छोरीले पनि ज्वाइँले आफ्नो ढङ्गले गर्ने। माया होइन, माया गर्नु, सबैभन्दा मायामा बाँच्नुपर्छ, सिक्नुपर्छ। अनि आमा बाबुले अब यहाँदेखि उता गएपछि यो नियम हो। मेरो सम्झिनेलाई सम्झिसाप हुनुहुन्न, उहाँलाई एउटा जीवित भगवान सम्झिनुपर्छ। उहाँले गर्दाखेरि दुईजनाको जोडी हुँदैछ। त्यसकारण हमेसा त्यो चिजहरूले याद गर्नु अनि जिन्दगीमा हमेसा कहिले नबाध्नु। यो बत्तीहरू राखेको छौँ, सबैले आशीर्वाद दिएको छौँ। यसरी बोल्नु, जिन्दगीलाई उज्यालो बनाउनु, सिसी सँगसँग भएर बस्नु अनि यता आउने जाने गर्दै गर्नु। पढाइले हमेसा ध्यान गर्नु है। सबै इष्टमित्रहरूसँग जति पनि छन् उहाँहरूसँग भिड्ने कोसिस गर्नुपर्छ। हिजोसम्म केटाकेटी थियो, तर आजदेखि अब एकदम परिपक्व भइसकेको दुईजनाको जोडी बाँधिसकेपछि हाम्रो नेपाली भनौँ, हाम्रो जति पनि मानव समाजमा चाहिँ अब म्याच्योर भएर चाहिँ अब विवाह उसमा चाहिँ बन्धनमा बाँधिसकेपछि अबदेखि चाहिँ धेरै अझ जिम्मेवारीहरू चाहिँ आइसकेको छ। हिजोसम्म छोरी यहाँ जे गर्दा पनि हुन्थ्यो, आजदेखि छोरीले म ज्वाइँको साथमा दिइ पठाउँदैछु। मलाई खुसी लाग्छ यसरी दिनु पाउनुमा होइन। यति राम्रो दुईजना राम्रो बुढेहरू। अलिकति ल, अलिकति यसरी नै बस्नुहोस्। रेडी फेरि अलिकति अङ्कललाई थोरै सिधा यता हेर्नु। रेडी यताबाट लाने भाइ। भाइ त्यो अरूमा हाल्ने हालेन फुलहरू दाइ अगाडि
अब त्यो ग्लास यता राख जारा लेखेको छ जारा लेखेको छ उयो डिक्कीमा एकछिन